केही सम्बन्धहरू सात फेरको लागि होइनन्, ताली ब्यान्ड बाजा र फोटो फ्रेमका लागि पनि होइनन्। केही सम्बन्ध मनको कुनामा सधैँ बाँचिरहने यादहरूका लागि हुन्छन्। हामी भेटिएका थियौं ठिक समयमा होइन, तर ठिक महसुसमा। हाम्रो हात एक अर्काको भविष्य समात्न होइन, त्यो क्षणको न्यानोपन बुझ्न मात्रै जोडिएको थियो। उनी सोध्थिन्, हामी अन्त्यसम्म सँगै हुन्छौ त? म मुस्कुराउँथे, किनकि साँचो उत्तर मौनमै थियो। हामीलाई थाहा थियो यो कथा विवाहसम्म पुग्दैन, तर मनसम्म भने गहिरो पुग्नेछ। हामी सँगै हाँस्यौं, सपना बुने जस्तै, तर ती सपनाहरू भोलिको लागि होइन, आजको लागि मात्र थिए। हामी एक अर्कालाई आजीवन बाँध्न होइन, क्षणिक जीवनलाई सुन्दर बनाउन भेटिएका थियौं। त्यो माया बन्धन माग्दैनथ्यो, अधिकार खोज्दैनथ्यो। न तिमी मेरो हो भन्नु थियो, न म तिम्रो हुँ सुनाउनु। बस हामी छौं भन्ने अनुभूति थियो। कहिलेकाहीँ हामी चुपचाप बस्थ्यौं र त्यो मौनमै सबै कुरा भन्थ्यौं, किनकि केही सम्बन्ध शब्दले होइन, अनुभूतिले बाँधिन्छन्। तर समय कसैको प्रतीक्षा गर्दैन। एक दिन हामीलाई छुट्टिनु पर्यो, न झगडाले न धोखाले। बस जिन्दगीका बाटाहरू फरक फरक दिशामा बग्न थाले। उनले भनिन्, म तिमीलाई बिर्सिन सक्दिन। मैले भने, बिर्सनु पर्छ भन्ने पनि होइन, किनकि सबै सम्बन्ध भविष्यका लागि होइनन्, केही त अतीतलाई सुन्दर बनाउनका लागि हुन्छन्। हामी अलग भयौं, तर अधुरा होइन। हाम्रो प्रेम असफल थिएन, यो त समयको सीमाभित्रको एक पूर्ण कथा थियो। आज जब कसैले सोध्छ, तिमीले सबैभन्दा साँचो प्रेम कहिले गरेछौ, म मुस्कुराउँछु र कुनै नाम लिँदिन, किनकि केही प्रेम नामले होइन, अनुभूतिले चिनिन्छ। यदि तिमी पनि आफ्नो जीवनमा एउटा यस्तो सम्बन्ध बोकेर हिँडिरहेका छौ भने जसले तिमीलाई रोएको भन्दा बढी मुस्कुराउन सिकायो, त्यो प्रेमलाई असफल नसम्झिनु, किनकि केही सम्बन्ध विवाहको लागि होइन, मात्र यादहरूको लागि हुन्छन्। र ती यादहरू नै हाम्रो जीवनको सबैभन्दा सुन्दर साथी बन्छन्।